आज हाम्रै आँगन, हाम्रै जिल्ला, हाम्रै नजिकको भक्तपुर हस्पिटल 120औं वर्षमा प्रवेश गर्दैछ। हिजो भक्तपुर हस्पिटल भन्न बित्तिकै भक्तपुर हस्पिटलमा गर्ने उपचार गर्ने भन्ने सम्झेकै नाक खुम्चाउँथ्यो। आज भक्तपुर हस्पिटल देशकै उत्कृष्ट हस्पिटल हुन सफल भएको छ। त्यसको लागि देशको उत्कृष्ट हस्पिटल बनाउनको लागि लाग्नुहुने यस हस्पिटलका व्यवस्थापन समितिका अध्यक्ष रमन काष्टज्यू र मेसु सुमित्रा गौतमज्यू अहोरात्र लागिरहनु भएको छ। उहाँहरूको यो निरन्तरको प्रयासले गर्दा पनि यो भक्तपुर हस्पिटललाई देशकै उत्कृष्ट हस्पिटल बनाउन सफल हुनुभएको छ। उहाँहरूले यो हस्पिटलको विषयमा म हेटौँडा हुँदाखेरि पनि तपाईँ कहाँ हुनुहुन्छ मान्यज्यू, यहाँ भक्तपुर हस्पिटल यो समस्या पर्यो त्यो समस्या पर्यो भनेर उहाँहरू यसै यो महिनामा मात्र 2-3 पटक चाहिँ हेटौँडा आइपुग्नु भयो। उहाँहरू जहिले पनि यो हस्पिटललाई कसरी अगाडि बढाउने, के गर्ने, कसो गर्ने भन्ने सारा चिन्तनशीलका साथ लाग्नु भएको छ। यो भक्तपुर हस्पिटल रिफर सेन्टरबाट साँच्चीकै भक्तपुर जिल्लावासीहरूको साँच्चीकै स्वास्थ्यको लागि ख्याल गर्ने र स्वास्थ्यको लागि माया गर्ने हस्पिटल बनेको छ। त्यसै गरी यो हस्पिटललाई जुन अध्यक्षज्यू र मेसुज्यूको प्रयास सँगसँगै मात्र नहुने यहाँका डाक्टर साहबहरू, यहाँका नर्सहरू र यहाँका कर्मचारीहरूले पनि अहोरात्र यो हस्पिटललाई उत्कृष्ट हस्पिटल बनाउन लाग्नुभएको छ। त्यसको लागि म उहाँहरूलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। यो अझ निरन्तरता रहेर यो भक्तपुर हस्पिटललाई विश्वमा नै चिनाउने, उपचार गर्न परे, दुःख परे सस्तो र सजिलो उपचार भक्तपुर हस्पिटलमा गराउँछ भन्ने कुरा चाहिँ देशभरि यो चाहिँ गराउन पनि म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु। यो हस्पिटल जस्तै अहिले हाम्रो प्रदेश सभाले चाहिँ एमआरआईको सिटी स्क्यानको व्यवस्था गरेको 8 करोड रुपियाँ छुटाएको छ र स्वास्थ्य मन्त्रीज्यू यही हुनुहुन्छ। हामी प्रदेशका 10 जना मान्य पनि छौँ र यहाँ हाम्रो माननीय मुख्यमन्त्रीज्यूको सल्लाहकारज्यू पनि हुनुहुन्छ। अब अर्को साल चाहिँ यो भक्तपुर हस्पिटललाई एमआरआई मेसिनको व्यवस्थापन गर्नको लागि म चाहिँ लाग्छु र 10 जना मान्यज्यूहरू पनि लाग्नु र स्वास्थ्य मन्त्रीजी हुनुहुन्छ। स्वास्थ्य मन्त्रीज्यूलाई पनि विशेष पहल गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु र सङ्घीय सरकारको लागि पनि पहल गर्नको लागि पनि म आफ्नो व्यक्तिगत तर्फबाट लाग्नेछु। स्थानीय सरकार हाम्रो आदरणीय सुनिल प्रजापति दाई पनि हुनुहुन्छ। उहाँले पनि यो भक्तपुर नगरपालिका र 4वटा नगरपालिका, यो भक्तपुरको 4वटा नगरपालिका भित्रको बासिन्दाहरूको उपचार गर्ने, विशेष गरी उपचार गर्ने ठाउँ भएकोले 4वटै नगर प्रमुखहरूले पनि यो भक्तपुर हस्पिटललाई के गर्न सकिन्छ, यो भक्तपुरको विकास, यो भक्तपुर हस्पिटलको उन्नतिको लागि के गर्न सकिन्छ, आर्थिकदेखि लिएर के कुरामा सहयोग गरेर यो भक्तपुरलाई, यो हस्पिटललाई सहयोग गर्न सकिन्छ गरौँ। अब मलाई अलिकता लागेको यो पुरानो जीर्ण हस्पिटल भर्खर यो चाहिँ रेट्रोफिटिङ हुँदैछ। नयाँ हस्पिटलमा सर्ने अवस्था चाहिँ भइसकेको छैन। अब यो केही 1-1.5 महिनामा सर्ने वातावरण पनि हुन्छ होला। यहाँ हामीले अब आइसियू पनि जस्ताको जस्ताभित्र आइसियू छ। स्वास्थ्य मन्त्रीज्यू म विशेष आग्रह गरेँ, यो आइसियू चाहिँ जस्ताको बारभित्र आइसियू रहँदाखेरि अलिकता व्यवहारिक भएन कि जस्तो पनि मलाई लागिरहेछ। यो आइसियूदेखि लिएर यहाँ अब देखिएका यो टिनका छानाहरूलाई हटाएर कमसेकम व्यवस्थित सभ्य भक्तपुर हस्पिटल र देशकै अझ यो उत्कृष्ट हस्पिटल बनाउनको लागि सहयोग गरिदिनु हुनेछ भन्दै म बागमती प्रदेशको सभा सदस्यको हैसियतले मैले गर्नुपर्ने कुनै पनि कसुर आजसम्म पनि मैले बाँकी राखेको छैन। भोलिका दिन पनि भक्तपुर हस्पिटल अगाडि बढाउने कुरामा म अहोरात्र हरेक दिन हरेक समय लाग्नेछु भन्दै मेरो कुरा यही टुङ्गाइ हस्। धन्यवाद।